यो तलपट्टिको मान्छेले बेहोसीको सुई लगाएर 22 जना मान्छेलाई इटा भट्टीमा जिउँदै हालेर चाहिँ जलाइदियो के। यो साला मादर राक्षसलाई हाम्रो देशको कानुनले चाहिँ यसलाई पक्रिसकेपछि अनि यसलाई जन्मकैद भनेर चाहिँ यसलाई सजाय दिएको थियो हैन। अनि जन्मकैद दिएको 10 वर्षपछि चाहिँ अनि आजको समयमा चाहिँ हाम्रो देशको कानुनले हाम्रो देशको अदालतले चाहिँ यसलाई चाहिँ रिहा गर्दैछ के, यसलाई छोड्दैछ के। हाम्रो देशको कानुन यस्तो छ के, यो जस्तो मादर अपराधी, यो जस्तो मादर पापी साला मादरहरूलाई चाहिँ यसरी संरक्षण दिनको लागि चाहिँ हाम्रो देशमा चाहिँ गणतन्त्र चाहिएको रहेछ के। अनि आजको समयमा चाहिँ अनि त्यही जो मान्छेहरूलाई चाहिँ मारिएको थियो त्यो मान्छे एउटा पीडित परिवारको मान्छे चाहिँ आएर चाहिँ तलपट्टि यसरी चाहिँ हामीलाई न्याय चाहियो भनेर चाहिँ यसरी कराइरहेको छ। यो तलपट्टिको भिडियो हेर्नु सबैलाई बेहोसीको सुई लगाएर त्यो राति जब भइसक्यो बोरामा हालेर चिम्नी भट्टामा जिउँदै फालेको हो। त्यो एकदम भ्रष्ट छ। कुकुरभन्दा बत्तर बनाइदियो हामीले मान्छेले। कुनै माया दया छैन। त्यो राक्षस हो। त्यो मानव भन्ने त्यस्तो मान्छेले मानव भन्ने हामी स्वीकार गर्छौँ। ओए खड्गप्रसाद ओली, खोइ तेरो नियम कानुन खै कहाँ गयो? ओइ यो देशको प्रधानमन्त्री अहिले भने अस्ति आएर म न्याय दिन्छु भनेर यसरी अमला ठोडाएर तैले अगाडि आएर भनेको हैन। 22 जनाको यसले मात्र इटा भट्टीमा जिउँदै मात्र हालेर यसले ज्यान लिदियो। के आजको दिनसम्म के रे त्यो पीडित परिवारहरू मिडियाको अगाडि आएर यसरी रोएर कराएर बसिरहेको छ। के हामी चाहिँ कानुनको कब्जा गर्छौं, हामी चाहिँ राजा हुन दिदैनौं। हैन तेरो काम यति मात्र हो देशमा। त 18 19 वर्ष भयो तैले देशभित्र प्रगति गरिस् के? देशको साला प्रधानमन्त्री भएर देशभित्र भएको कानुनको उल्लङ्घन गर्ने मान्छे नै त हो बुझिस् नि? तैले दिन्छस् न्याय मान्छेलाई। तै हैन आएर यसरी भनेको म न्याय दिन्छु भनेर। त्यही हो मान्छेहरुलाई न्याय दियो। अब 22 जनालाई इटा भट्टीमा हालेर चाहिँ जलाएर एउटा जन्मकैद भएको मान्छे कसरी निस्किन्छ? जो मान्छेले अलरेडी फैसला सुनाएर जन्मकैद भइसक्यो त्यो मान्छे कसरी निस्क्यो? जो मान्छेले चाहिँ गल्ती गरेको भनेर पुष्टि भइसकेपछि पनि यो मान्छे कसरी निस्क्यो? अनि यही मान्छे चाहिँ राजनीतिमा उत्रेर राजनीतिमा भोट पाएर जनताले भोट दिएर जित्यो पनि यो मान्छे। हिजोको दिनमा जुन मान्छेलाई चाहिँ पुलिसले चाहिँ समातेर हक्कडी लाएर हिँडिरहेको थियो, आजको दिनमा त्यही मान्छेलाई चाहिँ त्यही पुलिसको जिपले अगाडि र पछाडिबाट चाहिँ स्कटिङ गरिरहेको छ। जो मान्छेले 22 जनाको चाहिँ ज्यान लियो के। यो नपुंसक सरकार मात्र के गरेर बसिरहेछ आजको दिनमा? जहाँ गइनी जे गरिन् खाली राजा 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 गरेको छ। राजाबाट यति धेरै डर छ। सबैजना एकजुट भएर एउटा साला एउटा चड्डेपट्टे एउटा थालीमा खाएर एउटा थालीमा हगेर बस्नु परेको छ म्याच छाक्नेहरुलाई। हाम्रो देशभित्र जति पनि नेताहरु छ साला म्याच छाक्नेहरु कुनै न कुनै आरोपमा मुजी भित्र छिरेर निस्केकै छ। मुजी जेलमा बसेको नेता छैन। हाम्रो देशमा त यस्तो सजिलो छ कि मुजी नेता बन्नलाई के गर्नु पर्दैन। कुनै मुजी एउटा दुर्घटना गर्दियो, कुनै न कुनै मुजी कानुनको उल्लङ्घन गर्दियो, अलिकति लम्बा भित्र छिरम त्यसपछि निक्ल तिमी नेता भयो के। अरूको देशमा नेता हुनलाई मुजी पढ्नु पर्छ, मुजी हातमा सर्टिफिकेट चाहिन्छ, पढे लेखेको हुनुपर्छ, बुद्धि हुनुपर्छ। हाम्रो देशमा मुजी के गर्नु पर्दैन? 14 वर्ष जेल छिर मुजी निस्क, तिमी मुजी देशको प्रधानमन्त्री हुन्छौ। राजा हुने कुराले गर्दाखेरि मात्र सबैजना थरथर थरथर कामेर बसेको छ। सबैको मात्र काडबाट पसिना निस्किरहेको छ। तिनीहरूले गणतन्त्र नि कुनै जनताको लागि लिएर आइन बुझिस् नि? यसरी नै अपराधीहरू साला मात्र चोर फटाहरूलाई चाहिँ तिनीहरूले संरक्षण गरेर राख्नको लागि जसले चाहिँ हिजोको दिनमा 22 जना मान्छेहरूलाई चाहिँ जिउँदै जलाइदियो। अनि यस्तै मान्छेहरूलाई चाहिँ बचाउनको लागि तिनीहरूले गणतन्त्र लिएर आएको अनि आफू बच्नको लागि तिनीहरूलाई गणतन्त्र चाहिरहेको छ। देशलाई बेचेर खाएर देशभित्र चाहिँ 27 देखि 28 खरबको चाहिँ ऋण बनाउनको लागि तिनीहरूलाई गणतन्त्र चाहिएको रहेछ के। त्यही भएर तिनीहरूलाई यो गणतन्त्र यति धेरै प्यारो छ कि भोलिको दिनमा यो गणतन्त्र भएन भने चाहिँ हामी सुरक्षित हुँदैनौँ भन्ने चिजको तिनीहरूलाई यति धेरै डर छ कि आजको दिनमा। अझै पनि नेपाली जनता यही गणतन्त्रमा भर परेर यो चोर फटा भ्रष्टाचारीहरूले दिएको 500 रुपैयाँ पैसा 2 बोतल रक्सी र एक थाल भातमा बितेर हिँड्यो भने यिनीहरूले हाम्रो देश सर्लक्कै पारेर बेचेर खाइदिन्छ के। यत्रो 18 19 वर्ष भइसक्यो मादर एउटा देशलाई विकास गर्न 18 19 वर्ष लाग्छ। त्यसको आधा भन्दा युवा मुजी आफ्नो देश छोडेर अर्काको देशमा गएर श्रम गरेर पसिना बगाएर चाहिँ देशमा रेमिटेन्स पठाएको छ। त्यही रेमिटेन्सबाट हाम्रो देश चलिरहेको छ आजको दिनमा। अलिकति लाज शरम भन्ने चिज लाग्दैन? 18 19 वर्ष भइसक्यो त्यो पदमा बसेको। अनि स्टेजमा चढेपछि गणतन्त्र दिवसमा चाहिँ यो गणतन्त्रमा हामीले गर्दा तपाईले बोल्न पाउनु भएको छ रे, हामी नभएको भए तपाईले आजको दिनमा चाहिँ खुलेआम चाहिँ सरकारको विरोध गर्न सक्नु हुँदैन रे। विरोध गर्न परेन, सरकारले काम नगरेपछि विरोध गर्न परेन। तेरो गणतन्त्रले गर्दा विरोध गर्न पाएको हैन त, तेरो सरकारले काम गरेर नदेखाएको भएर विरोध गरे। यस्तो झ्याक्ने गणतन्त्र भएर देश बनेको जस्तो हुन्छ भने यस्तो गणतन्त्र मात्र कुमा पुसेर फाल्दै मुजी यस्तो गणतन्त्र चाहिएन जान्थ्यो। यो भन्दा त बरु देशमा राणा शासन आउँछ भने बरु यो बरु स्वीकार छ हैन। तर यस्तो गणतन्त्र जानिर चाहिँ दोमन शासन फैलेको छ, जानिर चाहिँ एउटा